प्रेज द लर्ड हालेलुया। यहाँहरू सबैजनालाई जय मसिह। म अहिले बाजुरामा उभिएको छु। यहाँ देख्न सक्नुहुन्छ पारिपाटीको हुम्ला। अनि यो ठाउँमा हामी त्यतिकै आएको छैनौँ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, जो चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि येशू ख्रीष्टमाथि विश्वास गर्नेहरू चाहिँ कोही पनि नाश नहुन्, तर उनीहरूले अनन्त जीवन पाउन् भन्ने परमेश्वरको एउटै मात्रै चाहना र इच्छा छ। प्रियजनहरू, जब तपाईँले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ भने तपाईँ पनि परमेश्वरको सन्तान हुने अधिकार पाउनुहुन्छ। त्यसैले आज म तपाईँलाई यो नम्र निवेदन गर्दछु, तपाईँले आज अहिले नै प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्न आवश्यक छ। अनि उहाँलाई विश्वास गर्नको लागि तपाईँले केही पनि भन्नु पर्दैन, केही पनि गर्नु पर्दैन। तपाईँले आफ्नो कमाइबाट, आफ्नो धन सम्पत्तिबाट केही पनि दिनु पर्दैन। तपाईँलाई एउटै उपाय छ, तपाईँका यी घुँडाहरू टेक्नुहोस्, आफ्ना यी आँखालाई बन्द गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् अनि एकछिन आफूलाई शान्त बनाउनुहोस् र पुकारा गर्नुहोस्, हे प्रभु येशू, म पापी हुँ, मेरा पाप क्षमा दिनुहोस्। आजसम्म म आफ्नै इच्छा र योजनामा हिँडेँ, तर आजबाट तपाईँ मेरो मालिक बन्नुहोस् र मलाई आफ्नै सन्तान बनाउनुहोस्, मलाई नयाँ जीवन दिनुहोस्। जब तपाईँ यसरी घुँडा टेकेर मलाई पुकारा गर्नुहुन्छ, अनि तपाईँ यति नै घडी, यसै घडी परमेश्वरले तपाईँलाई अँगालो मार्नुहुन्छ। मेरो छोरा, मेरो छोरी, तिमीले पाप स्वीकार गर्यौ र मतिर आयो। म यही चाहन्थेँ, आजबाट तिमी मेरो छोरा भयो, मेरो छोरी भयो। अनि तपाईँलाई त्यो आशिष दिन चाहन्छ। तपाईँ सर्वोच्च परमेश्वरको सन्तान बन्नुहुन्छ। अब तपाईँको जीवन पनि परमेश्वरको वचनअनुसार बाइबल, पवित्र शास्त्र बाइबल पढेर अघि बढ्न सक्छ। अनि तपाईँ स्वर्गको सन्तान। तपाईँको यो शारीरिक मृत्यु, शरीर मरेर जान्छ, जतिसुकै राम्रो अनुहार होस्, जतिसुकै राम्रो कपडा लगाउँ, यो सबै एकदम हामीले छोडेर जानुपर्छ। तर हाम्रो हृदय भित्र जुन आत्मा छ नि, यो भित्र बास गर्ने आत्मा जसले मलाई जीवन दिएको छ, यो कहिले पनि नष्ट हुँदैन। अनि आत्मा चाहिँ बाँच्छ, स्वर्ग जान पाउँछ। तर प्रियजनहरू, येशू ख्रीष्टमाथि तपाईँले विश्वास गर्नु भएन भने तपाईँ स्वर्गको हकदार बन्न सक्नुहुन्न। किनकि प्रभु येशू ख्रीष्टले, मैले फेरि दोहोऱ्याउँदैछु, तपाईँको धन सम्पत्ति, तपाईँको धर्म र कर्म खोज्नु भएको छैन। तपाईँको आफ्नो हृदय चाहनुहुन्छ, तपाईँको परिवर्तित हृदय चाहनुहुन्छ, तपाईँले पाप स्वीकार गरेको चाहनुहुन्छ, तपाईँ पापबाट छुटकारा पाएको चाहनुहुन्छ। त्यसैले आज येशूलाई तपाईँले आफ्नो जीवनमा स्वीकार गर्नुहोस्। म तपाईँसँग नम्र निवेदन गर्न चाहन्छु, तपाईँसँग अनुरोध गर्न चाहन्छु। येशूले धर्म होइन, तपाईँको जीवन परिवर्तन गर्नुहुन्छ। आज मानिसहरूलाई नहेर्नुहोस्, अरू इसाईहरूलाई नहेर्नुहोस्, मेरो जीवनलाई नहेर्नुहोस्, तर येशू को हुनुहुन्छ, येशूलाई खोज्नुहोस्, येशूलाई हेर्नुहोस्। येशूले तपाईँलाई जीवन दिनुहुन्छ, येशूले तपाईँलाई उद्धार र मुक्ति दिनुहुन्छ। येशू मात्रै स्वर्गको बाटो हुनुहुन्छ। किनकि प्रभु येशूले भन्नुभएको छ, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकामा आउन सक्दैन। प्रियजनहरू, त्यसैले सृष्टिकर्ता परमेश्वरले तपाईँलाई बोलाउँदैछ। परमेश्वरले तपाईँलाई यो धुलोको माटो, यो भूमिको माटोबाट, यो धुलोबाट बनाउनु भयो, आफ्नै स्वरूपमा, उहाँकै स्वरूपमा बनाउनु भयो, अनि जीवनको सास फुकिदिनु भयो। त्यही भएर तपाईँहरूमा जीवित प्राणी भयौँ। कुनै पनि ईश्वरले दुईटा जाति बनाएको छैन, दुईटा धर्म बनाएको छैन, एउटा पुरुष बनाएको छ अनि स्त्री बनाएको छ। त्यसैले हाम्रो सृष्टिकर्ता एक मात्र परमेश्वर हुनुहुन्छ। उहाँसँग तपाईँ र मेरो सम्बन्ध हुनुपर्छ। उहाँसँग सम्बन्ध राख्नुको लागि तपाईँ धर्म कर्म गर्ने होइन, आफ्ना पाप स्वीकार गरेर आफ्नो हृदयमा मलाई बोलाउने हो। किनभने परमेश्वरको मन्दिर चाहिँ तपाईँ र मेरो शरीर हो। उहाँ तपाईँ र मेरो शरीरमा बास बस्न चाहनुहुन्छ। आमिन। यहाँहरूले सन्देश सुनिदिनु भयो। यहाँहरूको जीवनमा परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। यहाँहरू सबैजनालाई धन्यवाद। जय मसीह। सबैजनालाई प्रभुले आशिष दिनुहोस्। म तपाईँको लागि छोटो प्रार्थना गर्नेछु। हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिँदछु आज जसले यो भिडियो हेर्दै हुनुहुन्छ। प्रभु, यो छोरा यो छोरीको जीवनमा तपाईँले काम गर्नुहोस्। यो छोरा यो छोरीको जीवनबाट तपाईँले महिमा लिनुहोस्। प्रभु, म तपाईँसँग बिन्ती गर्दछु, यो छोरा यो छोरीले आजसम्म जानेर नजानेर गरेका सबै पापहरूलाई क्षमा दिनुहोस्, ताकि प्रभु यो छोराछोरीले पनि तपाईँ नै मेरो मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनेर चिन्न सक्नु भएको होस् र हामी स्वर्गमा भेट हुन सकौँ। धन्यवाद प्रभु। अब बाँकी जीवन तपाईँले प्रभु हस्तक्षेप गरिदिनुहोस् र उहाँको जीवनमा तपाईँको सम्पूर्ण प्रभु कन्ट्रोल रहेको होस् र तपाईँले चलाउनु भएको होस् भन्दै आशिष माग्छु येशू प्रभुको नाममा। आमेन। हुन्छ, धन्यवाद। बाई बाई।